आज चाहिँ मेरो बुढाले नानीहरूको लागि भनेर खाजा बनाइदिँदै हुनुहुन्छ। यहाँ चाहिँ मरमसला हालेर चलाउँदै हुनुहुँदो रहेछ। म पनि चुस्स आएर भिडियो खिचिदिइहालेको क्या। मेरो चाहिँ नखिच है भन्दै हुनुहुन्छ। मैले जबरजस्ती भए पनि खिच्दैछु। अनि छेउबाट खिचेको अनि मेरो आउँछ भनेर पर तन्केर बस्नुभएको छ। अनि अहिले चाहिँ यहाँ आलु फ्राई नै गरिसक्नु भयो। नानीहरू स्कुलबाट आउने बेला भएको छ। अनि आलुको फ्राई दिने भनेर बनाएर रेडी गर्नुभएको। अहिले चाहिँ मलाई छुट्टी दिनुभएको अरे क्या। म चाहिँ एकदम मी टाइम इन्जोय गरिरहेको छु। अनि यो चाहिँ फलामको फ्राई प्यान हो नि त, त्यही भएर एकछिनमा कस्तो स्मेल आउँछ। अनि खनाएर राख्दै हुनुहुन्छ। नानीहरू आउनको लागि चाहिँ अझै टाइम छ, त्यही भएर खनाएर ठिक्क पारेर राखिराख्नु भएको। अब चाहिँ नानीहरू नि आइसके, आएर यहाँ बाबासँग के गफ गर्दैछन्। अनि ऊ चाहिँ एक्साइटेड भएर बाबालाई हग गरिरहेछ। साइना चाहिँ यता आएर गरेर भिडियो बनाउन डिस्टर्ब गरिरहेछ। बाबा छोरी उता मस्त, यता अर्को चाहिँ छक्क परेर भर्खरै रहेको थियो। अनि बाबा चाहिँ दुध लिएर आउनुभएको। ऊ पनि एकैछिनमा पनि स्केटिङ खेल्छु बाबा सँगसँगै म पनि जान्छु भनेर गइन्। बाबा चाहिँ पकाउन भित्र जानुभयो, नानी एकछिन खेल्दैछिन्। अनि मलाई चाहिँ मामु एकछिन बाटोमा पर्खिनु ल, म एक्लै हुन्छु भनेर म चाहिँ बाटोबाट नानीलाई पर्खेर हेरिरहेको छु। ऊ चाहिँ स्केटिङ खेलिरहेछन्। त्यो बाबुले पनि ओहो मलाई पनि यस्तै जुत्ता चाहियो भनेर छक्क परेर हेरिरहेछ। अब चाहिँ हामी भित्र जाँदैछौँ, होमवर्क नि गर्न पर्यो नि त, त्यही भएर। अनि नानी साइना चाहिँ यहाँनिर मोबाइल हेर्दैछ। बाबाले यहाँ चिया बनाइसक्नु भएछ, दुध तताइवरी चिया पनि हेर्दै काम परेको पुरा अलैँची सलैँची हालेर मग बस्न आइरहेछ। अनि चिया हामी बुढाबुढीको लागि। अनि चिया यहाँनिर चाहिँ म चिया खान थालेँ। आज त मिठो बनाउनु भएको छ, मक्ख पर्दैछु। बाबा पनि आएर निच्चा परेर चिया खाँदै हुनुहुन्छ। मलाई चाहिँ भिडियोमा नदेखाऊ भन्नुहुन्छ, र पनि मैले झलक्क देखाइहालेको। नानीहरू नि ओहो माम बाबा मात्रै भिडियो खिचेको भनेर पछाडिबाट देखाउँदैछन्। अनि चाहिँ हामी फ्यामिली टाइम इन्जोय गरिरहेछौँ। बच्चाहरू पनि अब चाहिँ होमवर्क गर्न थाले। साइना चाहिँ यहाँ भर्खरै उठाएर ल्याएको लुगाको थुप्रोमाथि बसेर होमवर्क गरिरहेछ, निच्चा हाँस्दैछ। अनि बाबाले फेरि अहिलेको फ्राई प्यान माझ्न थाल्नुभएछ। साइनालाई खाजा दिनुभयो, साइना खान थाल्यो। अनि हाम्रो बेलुकाको चाहिँ आज गिलो रोटी खाने भनेर गिलो रोटी बनाएको। मैले कतिवटा रहेछ पुग्छ कि पुग्दैन भनेर हेर्दैछु। अनि यहाँनिर चाहिँ बाबाले लास्टको गिलो रोटी फर्काउँदै हुनुहुन्छ। मैले चाहिँ बच्चाहरूलाई होमवर्क सिकाएँ। अनि गिलो रोटी मैले नानीहरूलाई दिएँ। उनीहरू नि मक्ख भएर हो हनी हालेर खाने भनेर हनी हाल्नलाई रेडी भइरहेछ। साइरा चाहिँ साइनाले चाहिँ टेस्ट नै गरिसक्यो। उसले चाहिँ हनीसँग चुबेर खाँदैछ। मक्ख परेर हेर न, यो चाहिँ मैले आफ्नै जारमा फलाएको खोर्सानी।